त्यही भएर मैले विभिन्न देशहरू बनाएँ, विभिन्न देशहरूमा काम गरेँ। यसपालि म हाम्रै देश नेपाल बनाउनु पर्छ भनेर आएको छु। हाम्रै देशमा यही मुटुमा यही जन्मेको हुर्केको मान्छे हो। विभिन्न देशमा काम गरेँ, चाइनाले बोलाउँछ, इन्डियाले बोलाउँछ, अमेरिका बेलायत सबैमा काम गरेँ। म मेरो क्षेत्र गुल्मीमा काम गर्दा पाउने कि नपाउने? अधिवक्ताजीले यहाँले गोविन्द पन्थीले नेपाल भरिका मुद्दा उठाउनु भयो, गुल्मीको मुद्दा उठाउनु पाउने कि नपाउने? त्यही भएर यसपालि तपाईहरूको कम्पिटिसन, त्यही भएर हामीले के भन्छौँ भन्दाखेरि गुल्मी जिल्ला भनेको थिङ्क ट्याङ्क हो। नेपाललाई डिरेक्सन दिने जिल्ला गुल्मी हो। नेपालको दिमाग गुल्मी हो। त्यही भएर यसपालि दिमागको प्रयोग गरिदिनु होला। मासु भात रक्सी सक्सी पार्टी साटी सबै छोडिदिनुहोस्। यसपालि नेपाल सोचिदिनुहोस्, काया पलट गरिदिनुहोस्। गुल्मीको करेन्ट 77 जिल्लामा लगाइदिनुहोस्। गुल्मीको पावरफुल छ। हामीले बालेन शाहलाई प्रधानमन्त्री बनाउँदै गर्दाखेरि गएको पालि डडेलधुरामा रोपेको बिउ हो यसपालि प्रधानमन्त्री बनाउने बिउ। त्यही भएर यसपालि बिउ डडेलधुरामा रोपेको हो, झापामा गएर सफल हुँदैछ। अब यसैपालि सफल हुन्छ, जम्मा 3 वर्षमा सफल हुँदैछ त्यो बिउ। अब हामीले 5 वर्षमा तपाईँलाई केही गरेर देखाउँछौँ। तपाईँले हेर्दै गर्दाखेरि मैले पनि विभिन्न मोडलहरू बनाएकै छु। बालेन शाहले पनि काठमाडौँमा 3 वर्षमा गरेर देखाउनु भयो नि त। गोपी हर्माले धनगढीमा गरेर देखाउनु भएको छ। सबै स्वतन्त्रहरूले गर्ने सक्ने क्षमताले गरेर देखाएका छन्। हामीलाई पनि हजुरले मौका दिनुहोस्, गरेर देखाउँछौँ। 3 वर्षमा गरेर देखाउँछौँ। त्यही भएर मेरो अनुरोध छ, यसपालिको गुल्मीको कम्पिटिसन भनेको डडेलधुरासँग हो। यसपालि गुल्मीको कम्पिटिसन झापासँग हो। झापालीले अत्याधिक बहुमत जिताउने कि गुल्मीले अत्याधिक बहुमतले जिताउने कम्पिटिसन छ तपाईँसँग। चितवनले रविलाई बढीले जिताउने कि गुल्मीले सागर र गोविन्दलाई बढी जिताउने भन्ने कम्पिटिसन हो यो। मेरो आशा छ नेपालभरिका 165 वटा क्षेत्रहरूको कम्पिटिसनमा गुल्मी फेरि पनि लोकसेवा लगायतको दिमागको रूपमा, सरकारी सेवाको रूपमा हामी सधैँभरि हजारौँ जनालाई पछि पारेर नम्बर 1 भएका छौँ। यसपालि पनि 165 वटा क्षेत्रमा हामी तपाईँहरूले अत्याधिक बहुमत सहित जित्नेमा नम्बर 1 मा मलाई, नम्बर 2 मा गोविन्दजीलाई जिताइदिनुहुन्छ मेरो अनुरोध छ।